अब हामी चाहिँ बसिरहेको छौँ यहाँनिर चाहिँ मान्छे हुनु नअऱ्यो हो 7 बजिसक्यो अब एकछिन हामी चाहिँ वेट गर्नुपर्ने हुन्छ होइन वेट गर्नुपर्ने हुन्छ अनि कति बेला आउनुहुन्छ कति बेला बनाउने होइन अब अलिक चाँडो चाँडो गरेर घर पनि जानुपर्ने हुन्छ फेरि घरमा नि भात पकाउनुपर्छ नि त जिन्दगीमा तपाईँले म टुवा परेँ फेरि पत्याउँदिनँ म फेरि यस्तो कुरा पत्याइनँ मैले भने पत्याउँछ आन्टी छोडिदिनु कि छोडिदिनु कि त्यस्तो कुराहरू डेकोरेसन चाहिँ गर्नुपर्छ आयो छोडिदिनु कि त्यस्तो कुराहरू अब हामीले डेकोरेसन चाहिँ गर्नुपर्छ ल हतार हतार गर्नुपर्छ डेकोरेसन चाहिँ चाँडो भन्दा चाँडो घर पनि जानुपर्छ अहिलेलाई चाहिँ पनि बाई बाई हाम्रो काम चाहिँ स्टार्ट भइसक्यो है गाइज सामानहरू सारिसक्यौँ होइन पछि यहाँ बनाउने अरे राम्रो पनि हुन्छ यस 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 ल अब म पनि धेरै बसेँ भनेर जुरुक्क उठेर अङ्कल आन्टीलाई सघाउनुतिर लागेँ है त यो चाहिँ फुल यसरी अड्काउनु पर्ने थियो होइन अनि म चाहिँ सरासर लाउँदै थिएँ अनि कस्तो अलिकति काम चाहिँ झन्झट चाहिँ हुने रहेछ है गर्ने मान्छेलाई चाहिँ थाहा हुन्छ नि त जस्ट रमाइलो भएको थियो राम्रै तरिकाले होइन कामहरू चाहिँ भयो जे जस्तो भयो भने मैले नि आन्टीलाई थोरै थोरै चाहिँ आए जति चाहिँ हेल्प गरिदिएँ मलाई चाहिँ त्यति धेरै आउँदैन फर्स्टचोटि गएँ आन्टीसँग ल वाउ डेकोरेसन वाउ कस्तो क्युट ठिक छ त नि मेरो आँखै यस्तो होला आजको काम त्यस्तो हुँदैछ है क्युट क्या आउँदैन नि यस्तो भयो आजको चाहिँ भन्न है अब यहाँदेखि चाहिँ भोलि डेकोरेट गर्ने अरे अब हामी चाहिँ लाग्दिएको घरमा राति भयो एकदम अब चाहिँ हामी घर गयौँ है आजको चाहिँ यति नै कामहरू भयो अब भोलि चाहिँ म आउन पाउँदिनँ सायद बिहान चाहिँ अब आन्टीले अरू डेकोरेसन गर्नुहुन्छ होइन ल है गाइज है पास्नेको डेकोरेसनको चाहिँ फाइनल लुक चाहिँ यस्तो छ है त हजुरहरूलाई चाहिँ कस्तो लाग्छ है लुक लाइक मलाई चाहिँ वाउ लाग्यो एकदम धेरै मन पर्यो हजुरहरूलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नु होला हाम्रो आन्टीको काम कस्तो लाग्छ होला त्यो पनि भनिदिनु होला ओके बाई बाई